के चिनीबाट सोया सस बन्छ भनेर तपाईँहरूले विश्वास गर्नुहुन्छ? आज चाहिँ मैले मेरो सानोमा मम्मीले चाहिँ यसरी नै सोया सस बनाउनुहुन्थ्यो। 2 चम्चा चिनी हालेर चाहिँ त्यसलाई मजाले पगालेर चाहिँ अनि त्यसमा थोरै पानी राखेर चाहिँ मम्मीले सोया सस बनाउनुहुन्थ्यो। अनि त्यसरी नै आज मैले बालापनको यादहरू ताजा गर्दै बिना सोयाबिन चाहिँ सोया सस बनाएर मैले चाहिँ आज चाउमिन मम्मीले कसरी बनाउनुहुन्थ्यो त्यसरी नै बनाउँदैछु साथीहरू। अनि मजाले त्यो सबै सामग्रीहरू जे जति चाउमिनमा हाल्नुपर्छ सबै हालेर मम्मीले कुन स्टाइलमा बनाउनुहुन्थ्यो त्यही स्टाइलमा चाहिँ मैले आज यहाँ चाउमिन बनाउँदैछु। अनि त्यही सोयाबिन बिनाको सोया सस हालेँ अनि त्यसलाई मजाले हालेर मैले चलाइदिएँ। अनि चलाइदिइसकेपछि मजाले त्यसलाई मिक्स गरेँ। अनि त्यसपछि सानोमा जस्तो टेस्ट हुन्थ्यो साथीहरू त्यस्तो टेस्ट चाहिँ आफूले बनाएको नहुँदो रहेछ। त्यही पनि ठिकै छ भनेर छोराछोरीहरूलाई बालबच्चाहरूलाई चखाउनको लागि चाहिँ मैले सोया सस बनाएर मजाले चाउमिन बनाएँ। अनि बनाएर सबैको लागि चाउमिन छोराछोरी सासू सबैको लागि चाउमिन हाल्दै अनि मेरो सासू आमाले चाहिँ मिठो 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 भन्दै खाइराख्नु भएको थियो एकदम मिठो भएछ भनेर। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।